नमस्कार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जो पूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ, उहाँले हिजो सुर्खेतमा बोल्दै जेठ 15 गतेदेखि हिन्दू राष्ट्र राज संस्था पुनर्स्थापनाको निमित्त काठमाडौँमा हुने जनप्रदर्शनलाई निस्तेज पार्न, प्रतिकार गर्न, प्रतिवाद गर्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। हुन त म प्रचण्डजीलाई धन्यवाद पनि दिन चाहन्छु कि उहाँले पटक पटक जेठ 15 गते हुने जनआन्दोलनको व्यापक प्रचार प्रसार गरिदिराख्नु भएको छ, नकारात्मक रूपमै भए पनि। तर प्रचण्डजीलाई म के विनम्रतापूर्वक सम्झाउन चाहन्छु भने नेपालको संविधान, जसको निर्माता मध्ये तपाई पनि एक हुनुहुन्छ, यो संविधानले संघीय धर्मनिरपेक्ष गणतन्त्रको विरोध गर्ने, विकल्प खोज्ने अधिकार दिएको छ। जनताले चाहेमा, जनताको बलमा हिन्दू राष्ट्र र राज संस्था पुनर्स्थापना गर्न सक्ने अधिकार दिएको छ। यो अवस्थामा एउटा राजनीतिक दलले आफ्नो विचार लिएर जनताको माझमा जान खोज्दाखेरि त्यसलाई निस्तेज पार्ने, प्रतिकार गर्ने, प्रतिवाद गर्ने, यो कस्तो राजनीतिक चरित्र हो? कस्तो प्रजातान्त्रिक अभ्यास हो? संविधानले विचार अभिव्यक्ति र बिना हात हतियार भेला हुन पाउने अधिकार पनि सुनिश्चित गरेको छ। त्यो अवस्थामा तपाईका ती अभिव्यक्तिहरू संविधानका भावना विपरीत भएनन्, लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएनन्। लाग्दछ विद्रोहकालीन हिंसात्मक, अराजक मानसिकताबाट, धङधङीबाट प्रचण्डजी अझै मुक्त हुन सक्नु भएको छैन। अरू पार्टीलाई वा अरू पार्टीको विचार कार्यक्रमलाई निस्तेज पार्नुको सट्टा त्यसको त्योभन्दा अघि तपाईले आफ्नै पार्टीको वर्तमान अवस्थालाई हेर्नुहोस्। तपाईको पार्टी, तपाईको विचार असफल प्रमाणित भइसकेको छ र स्वयं निस्तेज हुँदै गइराखेको छ। त्यसलाई बरु पुनर्जागृत गर्ने प्रयास गर्नुहोस् न। अरूलाई निस्तेज गर्ने कार्य, त्यो बाटो छोडिदिनुहोस्। फेरि प्रचण्डजीले राज संस्थाका बारेमा पनि गलत व्याख्या र विश्लेषण गर्नुभएको छ। म प्रचण्डजीलाई बडो विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु कि नेपालको इतिहासलाई फेरि एकपटक दोहोऱ्याएर पढिदिनुहोस्। 240 वर्षसम्म नेपालमा राज संस्था थियो, तर तपाई नै भन्नुहोस् त, यो 240 वर्षमा राज संस्थाले शासन गरेको कति वर्ष थियो? पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दाको केही वर्ष र त्यसपछि 2007 साल पछिका केही वर्षहरू जोड्दाखेरि करिब 3-4 दशक होला राज संस्थाको मुख्य भूमिका रहेको। अधिकांश समय राजा र राज संस्थालाई बन्धक बनाएर कतिपय अवस्थामा बालक राजाहरू भए, चाँडै नै निधन पनि भयो। यस्तै यस्तै अवस्थाको फाइदा उठाएर
राजाको नाममा भारदारहरूले 100 वर्ष शासन गरे। 104 वर्ष त जहानिया निरङ्कुश राणा शासन भएको तपाईलाई थाहा छँदैछ। बरु प्रचण्डजी छोटो छोटो अवधि भए पनि राज संस्थाले नेपालको एकीकरण, राष्ट्रियताको संरक्षण र सम्वर्धन, प्रजातन्त्रको स्थापना र आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ। प्रचण्डजी 2007 साल अघि पछिको अवस्था एकपटक विचार गर्नुहोस् त। नेपाल स्वतन्त्र राष्ट्र भएर भए पनि औपनिवेशिक मानसिकताबाट ग्रस्त थियो। नेपालको मन्त्री परिषदमा भारतको प्रतिनिधि रहन्थे, राजाको सल्लाहकारको रूपमा भारतका कर्मचारी रहन्थे। नेपालभित्र नेपाली पैसा चल्दैनथ्यो, पाठ्यक्रम हाम्रो थिएन। हमारा प्रधानमन्त्री जवाहरलाल नेहरू भनेर हाम्रा विद्यालयहरूमा पढाइन्थ्यो। यातायातको असुविधा थियो। विराटनगरबाट काठमाडौँ आउँदा वा काठमाडौँबाट नेपालगञ्ज जाँदा विदेशी भूमि भएर जानु पर्थ्यो। त्यो पृष्ठभूमिमा नेपालको स्वतन्त्र र स्वाधीन अस्तित्वको संरक्षण र सम्वर्धन गर्नको निमित्त सबैभन्दा महत्वपूर्ण भूमिका कसले निभायो? राजा महेन्द्रले। अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको प्रतिष्ठाको अभिवृद्धि गर्न, संयुक्त राष्ट्र संघको सदस्य बनाउन, विश्वका विभिन्न मुलुकहरूसँग दौत्य सम्बन्ध कायम गर्न राजाले खेलेको भूमिका तपाईले बिर्सनुभयो कि राजा सधैँ निरङ्कुश तानाशाही रहेका हुन्? हो, केही अपवादहरू होला। इतिहासको लामो कालखण्डमा केही अपवादहरू भएनन्, केही विवादास्पद निर्णयहरू भएनन् भनेर म भन्दिन। तर समग्रमा समीक्षा गर्नुहोस् र मूल्याङ्कन गर्नुहोस्। नेपालको आधुनिकीकरणको जग राजाले स्थापना गरेका हुन्। भूमि सुधार, मुल्की ऐन राजाले लागू गरेका हुन्। नेपालको औद्योगिकरणको जग हाल्ने काम राजाको नेतृत्वमा भएको हो। प्रचण्डजी यस्ता कुराहरू बिर्सिएर राजा र राज संस्थाको बारेमा गलत व्याख्या गर्ने काम नगरौं। बरु तपाई आफैले आत्मसमीक्षा गर्नुहोस् त। 17,000 मान्छे मर्ने मनाउने काम गरेर तपाईले देशलाई कहाँ पुर्याउनु भयो? नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर सुरु गरेको राजनीतिक यात्रा तपाई र तपाईको परिवारको स्वार्थमा केन्द्रित हुन पुगेको छ। राज संस्थालाई पाखा लगाएर सयौंको संख्यामा राजा बनाउने, राजसी शोक गर्ने काम अहिले भइराखेको छ। नेपालमा संस्थागत भ्रष्टाचार को जग हाल्ने काममा पनि तपाईको योगदान छ। क्यान्टोनमेन्टमा नक्कली लडाकु खडा गरेर अरबौं भ्रष्टाचारबाट सुरु भएको तपाईको यात्रा अहिले भ्रष्टाचारको दलदल र भासमा परेको छ। लोकतन्त्रको आवरणमा लुटतन्त्र, केही सीमित राजनीतिक दलहरूको सिन्डिकेट तन्त्र कायम छ। यो 18 वर्षसम्म कसरी तपाईहरुले शासन गरिराख्नु भएको छ? आलो पालोको नाउँमा राज्यका संयन्त्रहरूको भागभण्डा गरेर आफ्नो र आफ्नो पार्टीको पेवा जस्तो तपाईहरुले ठान्नु भएको छ। अर्कोतर्फ देशभित्र रोजगारीको अवसर सिर्जना हुन नसकेको कारणले गर्दा प्रत्येक दिन 2000 भन्दा बढी नेपाली युवाहरू सामान्य जागिरको निमित्त विदेश पलायन हुन बाध्य भएका छन्। यही हो तपाईहरुको परिवर्तन। राज्य र राजनीतिक दलप्रतिको भरोसा टुटेको कारणले गर्दा
आफ्नो मातृभूमि, आफ्नो जन्मभूमिको राहदानी र नागरिकता सधैँको निमित्त परित्याग गरेर विदेश पलायन हुनेहरूको संख्या पनि कहाँले लाग्दो छ। आफ्नो सन्ततिको भविष्य सुरक्षित नदेखेपछि तपाईहरूको अकर्मण्यताको कारणले गर्दा आज जनता विदेश पलायन हुन बाध्य भइरहेका छन्। यही हो तपाईहरूले खोजेको परिवर्तन। विदेशीको एजेन्डाको रूपमा रहेको धर्मनिरपेक्षतालाई नेपालमा लादेर नेपालको मौलिक गौरवशाली सनातन धर्म, संस्कृति र परम्परालाई कमजोर बनाउने, विस्थापित गर्ने, विदेशी धर्म र संस्कृति स्थापित गर्ने काममा तपाई र तपाईका सहकर्मीहरूको ठूलो योगदान छ। कि त्यसले नेपाललाई फाइदा पुगेको छ? सत्ताको मोहमा, कुर्सीको झगडामा विदेशी शक्तिको आशीर्वाद लिने आत्मसमर्पणवादी मानसिकता अहिले नेपालको राजनीतिको चरित्र बनेको छ। बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रूपले बढेको छ र नेपाल अन्तर्राष्ट्रिय महाशक्तिहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बन्ने खतरा देखिएको छ। प्रचण्डजी राजा र राज संस्थालाई गाली गरेर अब तपाईहरूको लोकतन्त्र भन्नुहोस्, गणतन्त्र भन्नुहोस्, सुरक्षित हुन सक्दैन। यदि तपाईहरूले इमानदारीपूर्वक काम गरेको भए, यदि तपाईहरूले निषेधको राजनीति नगरेको भए, लोकतन्त्रको आदर्श र मूल्य र मान्यतालाई आत्मसात गरेको भए, नेपालको आर्थिक समृद्धि र विकासको लक्ष्य हासिल गरेको भए, सुशासन कायम गरेको भए, तपाईले अहिले राजा र राज संस्थालाई गाली गरेर गणतन्त्र जोगाउनु पर्ने अवस्था थिएन। 18 वर्षदेखि पाखा लागेर बसेको एउटा स्वतन्त्र स्वाभिमानी नागरिकको रूपमा रहेको राजालाई बदनाम गरेर आरोप लगाएर तपाईको गणतन्त्र जोगिने अवस्था छैन। बरु प्रचण्डजी तपाई त अलि साहसिक मान्छे नै हुनुहुन्छ, केही चमत्कारहरू पनि गर्नुहुन्छ। म तपाईलाई आग्रह गर्न चाहन्छु, देश र जनतालाई केन्द्रबिन्दुमा राखेर एक पटक राष्ट्रिय मेलमिलापको आधारमा नवीन समझदारी कायम गर्ने वातावरण तयार गर्नुहोस्, त्यसको अग्रसरिता लिनुहोस्, त्यसको नेतृत्व लिनुहोस्। जसरी तपाईले गणतन्त्र स्थापनाको निमित्त ठिक बेठिक भए तापनि नेतृत्व लिनुभयो, त्यो असफल भएपछि अब त्यसको विकल्पको रूपमा राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक प्रजातन्त्रको स्थापनाको निमित्त प्रयास गर्नुहोस्, पहल कदमी गर्नुहोस्। परिवर्तनकारी शक्ति र परम्परागत शक्तिका बीचमा सामञ्जस्यता र एकता कायम गर्नुहोस्। त्यो नै नेपाल र नेपालीको बृहत्तर हितमा हुन्छ। सनातन धर्म संस्कृतिलाई नष्ट गरेर कुनै पनि मुलुकको विकास हुन सकेको छैन। आफ्नो पहिचान नै समाप्त पारेर कसरी विकास हुन सक्छ? त्यसर्थ प्रचण्डजी अब विद्रोहको धङधङीबाट मुक्त हुनुहोस्। आफूले विगतमा गरेका गलत कार्यहरूबाट पश्चाताप गर्दै कमसेकम राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दाखेरि आफूलाई देश र जनताप्रतिको एउटा इमानदार नेताको रूपमा स्थापित गर्नुहोस्। भगवान श्री पशुपतिनाथले तपाईलाई सद्बुद्धि दिउन्। हस्, धेरै धेरै धन्यवाद।